नमस्कार चाहिँ सबैजनालाई। यो मेरो 8औं भिडियो सायद 6औं 7औं भिडियो चाहिँ युट्युबमा गइसकेको छ। फेसबुकमा चाहिँ लामो भिडियो अपलोड गर्न नमिल्ने भएको भएर मैले युट्युबमा अपलोड गरेको छु। युट्युबमा गएर हेर्न सक्नुहुन्छ। युट्युबमा गएर बालुदाई भनेर सर्च गर्नु होला, भेट्नुहुन्छ भिडियो है त। अनि रमाइलो छ। अनि युट्युबमा पनि साथ सपोर्ट दिनु न। युट्युबमा जानु, सब्सक्राइब गरिदिनु, भिडियो हेरिदिनु, अनि कमेन्ट गरिदिनु, लाइक गरिदिनु हैन। लिङ्क राखिदिएको छु फेसबुकमै हैन। त्यही लिङ्कमा क्लिक गरेर गएर हेर्न सक्नुहुन्छ। धेरैजनाले भिडियोहरू पनि हेरिरहनु भएको छ हैन। मन पनि पराइदिनु भयो होला। दोस्रो भिडियो पनि मैले अपलोड गरिसकेको छु, हेरिदिनु होला। दोस्रो भन्दा नि 8औं भिडियो भनौँ न, 8औं भिडियो, 7औं भिडियो। युट्युबमा चाहिँ 7औं भिडियो छ, यो चाहिँ 8औं भिडियो। भ्लग जस्तो छ, 6औं र 7औं भिडियो चाहिँ भ्लग नै हो। मैले चाहिँ त्यस्तै लामो भिडियोहरू युट्युबमा अपलोड गर्छु। समय अलिकति अभावै छ। एडिट गर्न पनि समय लाग्दो रहेछ है भिडियोलाई। खासै एडिट गर्न पनि भिडियोहरू त छैन मेरो, त्यही पनि एडिट गर्न अलिकति काटछाँट गर्दा अझै समय लाग्दो रहेछ। त्यो भएर अलिकति टाइम लागिरहेछ। युट्युबमा गएर बालुदाई भनेर सर्च गर्नु, भेट्नुहुन्छ भिडियो। बालुदाई भनेर सर्च गर्नुभयो भने भिडियो भेट्नुहुन्छ। सब्सक्राइब गरिदिनु, भिडियो चाहिँ पुरा हेरिदिनु होला। युट्युबमा गएर भिडियो पुरा हेरिदिनु। फेसबुकमा पनि सपोर्ट गर्नु न। फेसबुकमा पनि अब हजुरहरूले कसैले फलो गर्नु भएको छैन, यो भिडियो हेर्दै हुनुहुन्छ र फलो गर्नु भएको छैन भने फलो गर्नु। त्यसपछि साथ र सपोर्ट, मैले पनि हजुरहरूलाई साथ र सपोर्ट दिन्छु, हजुरहरूले पनि साथ र सपोर्ट दिनु। हजुरहरूले पनि त्यस्तै कन्टेन्टहरू बनाउँदै हुनुहुन्छ यदि भने हजुरहरूले मेरो कमेन्टमा आएर कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्ट बक्समा, भिडियोको कमेन्ट बक्समा आएर कमेन्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ हजुरहरूलाई सपोर्ट गर्छु है त। हजुरहरूले पनि मलाई सपोर्ट गर्नुहोस्, कसले हेर्दै हुनुहुन्छ। सबैजनालाई थ्याङ्क यू सो मच है त।